हजुरहरूको समक्षमा निम्ताउन चाहन्छु। हामी सबैले ताली बजाएर हामी उहाँलाई स्वागत गर्नेछौँ। अझै जोडले और जोडले थ्याङ्क यू। हाम्रो लागि उहाँ जन्मनु भएको जन्मोत्सव जसरी बर्थडेमा नानीको बर्थडेमा हामी के गर्छौँ भन्नुहोस् त, हामी रमाउँछौँ, हामी खुसी हुन्छौँ, हामी केक काट्छौँ अघि। अनि त्यो जन्मोत्सवलाई हामी रमाउँदै मनाउनको लागि हामीले तपाईँहरू सबैजनालाई आजको साँझ निमन्त्रित गरेका छौँ। अनि तपाईँहरूले हाम्रो निमन्त्रणालाई स्वीकार गरिकन आइदिनु भएका लागि तपाईँहरूलाई हृदयभित्रबाट ग्लोरी रिभाइभल सेन्टरको तर्फबाट हामी तपाईँलाई धेरै धेरै धन्यवाद अनि शुभकामना दिँदछौँ। अनि आज क्रिसमसको साँझ है, हुनु त 25 तारिक हो, तर हामी अगाडि नै गर्दैछौँ किनभने हाम्रो येशू ख्रीष्ट जन्मेकोमा चाहिँ हामी नानीहरूले भन्छ, हामी जोडले भनौँ ल, खुसी छौँ। हामी के छौँ? खुसी भएन यो त। हम सब ताली बजाते हुए दूर एक तारा जा रहा है, पहुंचेगा एक दिन बैतलहम को, हम भी चलेंगे पीछे उसकी, दंडवत करेंगे ख्रीष्ट यीशु को। दूर एक तारा जा रहा है, पहुंचेगा एक दिन बैतलहम को, हम भी चलेंगे पीछे उसकी, दंडवत करेंगे ख्रीष्ट यीशु को। Everybody say yeah, everybody say yeah. Is the love of God that came down for us. Everybody say yeah, everybody say whoa. Is the love of God that came down for us. आया बचाने को हमें, डूबे थे जब हम पापों में, आया बचाने को हमें, जब हम पापों में। ये बात समझो, मन को पिलाओ, ये बात समझो, हमारा मसीहा। Everybody say yeah, everybody say whoa. It's the love of God that came down for us. Everybody say yeah, everybody say whoa. Is the love of God that came down for us. आएगा फिर से मसीहा, सीनों को देखो पूरे होते, आएगा फिर से मसीहा, सीनों को देखो पूरे होते, न्याय करेगा अगर हमारा, न्याय करेगा। Came down for us. Everybody say yeah, everybody say whoa. It's the love of God that came down for us. Thank you. Heaven, heaven, and earth. Joy to the earth, the Savior's reign. Our mortal song employed, white fields and flowers, rock hills and plains. Repeat the sounding joy, repeat the sounding joy, repeat the sounding joy. He rules the world with truth and grace, and make the nations
rock hills and plains. Repeat the sounding joy, repeat the sounding joy, repeat the sounding joy. He rules the world with truth and grace, and makes the nations grow. The glories of His righteousness, and wonders of His love, and wonders of His love, and wonders, wonders of His love. ताली बजिरहनु पर्यो, ताली बजिरहनु पर्यो। ताली हरायो, ताली हरायो। अलिक उत्साह दियो, उत्साह दियो। ताली 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 तपाईहरु नाच्न सक्नुहुन्छ।
वास्तवमा त्यो लकमा परेको मान्छे चाहिँ खानै पर्छ। यहाँ छु यहाँ ओइ यारी यो दिदैन होला ए भयो धन्यवाद र हामी अब यो कार्यक्रमको लगभग अन्ततिर आइपुगेका छौँ र तपाईहरुको लागि एकदमै तातो तातो चिया कफी बनेको छ आउँदैछ कोही पनि नखाइकिन नगइदिनु होला तर साथमा केक पनि छ र नानीहरुको लागि मिठाई पनि छ यहाँनिर तर म हेर्दैछु जो हल्ला गर्छ उसले मिठाई पाउँदैन जो हल्ला नगरेपछि उसले दुईटा पाउँछ र यति बेला विशेष गरी हामी यो कार्यक्रमको अब लगभग अन्ततिर आइपुगेका छौँ तर आज हामी यस ठाउँमा क्रिसमस सेलिब्रेट गर्न आएका छौँ हम लोग यहाँ पर क्रिसमस मनाने के लिए आए तर प्रश्न आउँछ क्रिसमस के हो अनि धेरैले सोच्छ कि क्रिसमस भनेको चाहिँ क्रिस्चियनहरूको चाड ईसाई लोग का ईसाई धर्म मान्ने वाले का चाड है लेकिन क्रिसमस क्या है क्रिसमस चाहिँ कुनै चाड होइन यो क्रिस्चियन धर्म मान्ने मान्छेहरूको चाड होइन तर क्रिसमस चाहिँ जिउँदो ईश्वर सारा ब्रह्मांड का सृष्टिकर्ता हमारे बीच पर मनुष्य बन के आया और वो कथा है क्रिसमस त्यसले गर्दाखेरि क्रिसमस भनेको चाहिँ क्रिस्चियनहरूको धर्म मान्ने मान्छेहरूको चाड होइन यो चाहिँ कुनै पर्व होइन तर यो चाहिँ सारा ब्रह्माण्डलाई बनाउनु हुने ईश्वर मान्छे भएर संसारमा आउनुभएको घटना हो कथा हो अनि प्रश्न आउँछ किन चाहिँ सारा ब्रह्माण्डलाई सृष्टि गर्ने ईश्वर चाहिँ संसारमा आउनु पर्यो मान्छे भएर भन्दाखेरि यसको उत्तर चाहिँ हामीलाई बाइबलमा हामी पाउँछौँ म एउटा वचनलाई पढ्छु अनि त्यसको बादमा हामी तपाईहरु सबैको लागि क्रिसमसको प्रार्थना हामी गरिदिन्छौँ त म हिन्दीमा पढ्छु अनि यो पढेर म सुनाउँदैछु तपाईहरुलाई म समय बेसी लिदिनँ यो पढेर सुनाएपछि म तपाईहरुको लागि प्रार्थना गरिदिन्छु यहाँ यसरी लेखेको छ इसमें लिखा हुआ है मैं हिंदी में पढ़ रहा हूँ यहाँ पे लिखा हुआ है क्योंकि परमेश्वर ने जगत से ऐसा प्रेम रखा यहाँ पर जगत जो लिखा हुआ है जगत का मतलब ये मिट्टी से ये पौधा या वृक्ष से बना हुआ पृथ्वी का बात नहीं कर रहे हैं यहाँ पर जो
जगत का मतलब है जगत में रहने वाला, पृथ्वी पर रहने वाला हर एक जात, हर एक भाषी, हर एक कुल, हर एक जाति का मनुष्य के बारे में बात कर रहा है। 25 तारिक क्रिसमसको र तपाईँहरू आउन सक्नुहुन्छ र हामीलाई तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ। अझै के कुरो बुझ्न चाहनुहुन्छ भनेदेखि हवस् त यो समयमा फेरि पनि यहाँदेखि अगाडि शान्तिलाई